राधे राधे। आजको यो भिडियो चाहिँ अस्पतालमा भर्ना हुनुभएका बिरामीहरूको मनोबल बढाउनको लागि हो। अस्पतालमा हामी जब रोगले ग्रसित हुन्छौँ अनि भर्ना हुन्छौँ, त्यसबेला हामीलाई एकदम चिन्ता लाग्छ, धेरै थरीको चिन्ता हुन्छ। अब रोग कस्तो लागेको, घर परिवार कस्तो छ, आर्थिक अवस्था कस्तो छ, यी सबै कुराहरूले हामीलाई धेरै गाह्रो बनाइरहेको हुन्छ। यस्तो बेलामा बिरामीको मनोबल बढ्नुपर्छ। बिरामीको मनोबल बढ्नको लागि बिरामीहरूले के सोच्नु पर्यो भने कि यो मानव जीवन पञ्चभौतिक शरीरले बनेको छ। पञ्चभौतिक शरीरले बनेको यो जीवनमा रोगहरू लाग्नु यो सामान्य कुरा हो। धेरैलाई लागिरहेको हुन्छ, आफूलाई मात्र होइन। त्यहाँ अस्पतालमा वरपर दायाँ बायाँ अरू बिरामीहरू देखिन्छन्। आफूभन्दा अझै कति गाह्रो अवस्थाका बिरामीहरू देखिरहेको हुन्छ। तिनीहरूलाई हेर्नुपर्छ। अनि त्यस पछाडि हामीले मनमा के सोच्नुपर्छ भने यो हाम्रो जुन रोग हामीले काटिरहेका छौँ, यो रोग काट्दाखेरि हामीले अब कुन कुन जन्ममा के गरेका क्रियाहरू, नराम्रा केही क्रियाहरू छन् यदि भने ती कर्महरू पखालिँदै हाम्रो आत्मा पवित्र हुँदैछ, हाम्रो शरीर पवित्र हुँदैछ भन्ने कुराको भाव मनमा राख्नुपर्छ र भगवानसँग प्रार्थना गर्नुपर्छ। एकातिर श्री हरिरूपी भगवानले हजुरहरूको उपचार गरिरहनु भएको छ, त्यसले पनि काम गरिरहन्छ भन्ने सोच्नु पर्यो। अर्कोतिर परिवारका श्रीहरिका सदस्यहरूले नै मलाई सेवा गरिरहनु भएको छ भन्ने सोच्नु पर्यो। अर्कोतिर भगवान माता लक्ष्मीका कृपाले दिएको द्रव्य पैसाले नै उपचार भइरहेको छ भन्ने सोच्नु पर्यो। यसरी उपचार गर्ने पनि भगवान, हजुरको सेवामा खटिने पनि भगवान, त्यहाँ लाग्ने द्रव्य पनि भगवान र जुन औषधि खाँदैछौँ ती पनि चाहिँ यो अश्विनी कुमार भगवानद्वारा प्रदत्त औषधिहरू हुन्। त्यस कारणले गर्दाखेरि सबैतिरबाट भगवानले मलाई रक्षा गर्दै हुनुहुन्छ, म निको हुन्छु भन्ने भाव मनमा राख्नु पर्यो। अनि फेरि अर्को कुरा, आफ्नो मात्र हे भगवान मेरो निको होस् भन्ने नसोचेर यी अस्पतालमा मसँगै भर्ना भएका जति छन्, यति मात्र होइन, विश्वमा जति पनि बिरामी भएर बसेका मानिसहरू छन्, ती सबैको रक्षा गर्नुहोस् हे भगवान भनेर आफ्नो लागि भन्दा पनि अरूको लागि प्रार्थना गरिदिन थाल्नुभयो भने शरीर दुखेर अब पीडामा हुन्छ, औषधि प्रयोग गरिरहेको हुन्छ, तर मस्तिष्कमा अलिकति शान्ति हुँदै जान्छ यसो गर्दाखेरि, यो सोच ल्याउँदाखेरि। अनि जब मस्तिष्कमा शान्त हुँदै गएपछि हाम्रो आत्मबल बढ्दै जान्छ, ईश्वरीय सत्ता हामीमा प्रवेश गर्दै जान्छ। सकिन्छ भने सन्त महात्माहरूका सत्सङ्गहरू मोबाइलमा सानो पारेर अरू बिरामीहरूलाई डिस्टर्ब नहुने गरी छेउमा, यदि त्यो मोबाइलको विकिरणले आफ्नो स्वास्थ्यमा असर गर्ने छैन भने मात्रै राख्नुहोला। होइन भनेदेखि चाहिँ मनमै अब हजुर जुन भगवानलाई मान्नुहुन्छ त्यही भगवानलाई सम्झिरहनु जति बेलै पनि। अनि त्यस पछाडि अब कस्तो शरीरको अवस्था छ, लामो समयसम्म अस्पतालमा बस्नुपर्ने छ, अरू बस्ने ठाउँहरू पनि छन्, अथवा हस्पिटलमै बेडमा भर्ना हुँदाखेरि पनि आफ्नो शरीरको अवस्था अनुसार सामान्य व्यायाम, अब बसी यत्तिकै खुट्टातिर अन्ततिर समस्या छ भने हात यसो गर्न सकियो होइन। अब यो अनुहारका सानातिना यस्तो गर्ने एक्सर्साइजहरू हुन्छ बिहानका, एकदमै सूक्ष्म भन्दा पनि अति सूक्ष्म बिहान जो चाहिँ अब भनौँ प्यारालाइसिस भएको बिरामी अथवा अचेत भएको बिरामी भन्दा बाहेक खालका बिरामीहरूले गर्न सकिने खुट्टाका अम्लाहरू यसरी चलाउने एकदम सामान्य आफूले गर्न सक्ने व्यायामहरू छ भने र शरीरको अवस्था अनुसार त्यो पनि गर्यो भने हामीभित्र एउटा ऊर्जा, आत्मबल चाहिँ आउँछ र यसले हाम्रो रोगलाई निको पार्न धेरैभन्दा धेरै सहयोग पुग्छ होला जस्तो लाग्छ मलाई। त्यसै कारण मैले यो भिडियो बनाएको हो। जय श्री राधे। सबैको कल्याण होस्, सबैको मङ्गल होस्, सबै स्वस्थ रहनु, सबै निरोगी रहौँ। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्।